at the moonrise. Wow, हेर्न सनराइज हो जस्तो देखिरहा. अघिसम्म पछाडिबाट लाइट मात्र बलिरहेको. कस्तो राम्रो देखिरहा मुनराइज भएको. अनि यतातिर दरबार छ अरे. भोलि हामी दरबार जान्छौँ. मजा आयो हजुरहरूलाई यस्तो मुनराइज भएको देखाउन मन लाग्यो. यस्तो प्रिटी देखिरहा नि. गाइस मेरो फोनले यो के अरे मुनराइजको ब्युटी नै समाउनै सकेन हैन ब्लर भयो. चेप्पाइकै छाउला कस्तो राम्रो देखिरहा. I wish you guys could see this from my eyes. तर मिल्दैन. Sad. So I'm signing off. Guys, get ready with me in Gorkha. अब हामी कहाँ जान लाग्यो अरे म्युजियम जान लाग्यो. गोर्खा दरबार जान लाग्यो. यो चाहिँ मैले मोइस्चराइजर लगाइरहेको छु. कपाल पनि जिङजिङमा हुने मेरो त भएको छैन. मोइस्चराइजर अनि त्यसपछि सनस्क्रिन. चिया खाने कि भाउजू? नखानेमा चिया खाइसक्यो. बिहान खासै चिया खाइन. यहाँ पानी ल्याएको मैले त्यो तताएर खाने मैले. ल रेडी हुनु होला. हुन्छ हुन्छ हस् हस्. यो लगाउँदैछ. A little interruption. मैले मेरो लुगै देखेँ. मेरो लुगा यस्तो लुगा लगाएर कहाँ हिँड्न जानु लाग्यो भनेर राख्नुभएको होला. गोर्खा दरबार अब फोटो खिच्न पर्यो नि. कहाँ हिँड्न जानु लाग्यो भन्दा त गोर्खा दरबार छिटो छिटो गर्नु. पृथ्वीनारायण शाहसँग फोटो खिच्न पर्यो नि. म चाहिँ न्याय लिन आएको है. मलाई एकदम अन्याय भइरहेको थियो. के गरौँ मम्मी उड्नु न अन्याय आउँछ कि न्याय लिन कि. अब चाहिँ म फाउन्डेसन लाउनु लाग्यो. अब फाउन्डेसन किन लाउनु लाग्यो भनेर राख्नुभएको होला. राम्रो दे होइन. त्यत्रो ठुलो भएर पनि यसको पछि लाग्नु. कुहिरो आउँदो रहेछ बिहानभरि. पुरै कुरा आएछ के का रमाइलो. के गरौँ अहिले जम्मै छेकिसक्यो. सबै उस्तै बराबर रमाइलो कि नरमाइलो. सेतै भएमा हजुर अनि ठिक छ. हजुर. Okay people, so I'm ready to go. अब कार्य हामी जान लाग्यो. दरबार गएर भेटौँ. Doodle. आऊ घरमा पनि पालेको छ जस्तो छैन नि अङ्कल. पाल्नै दिनु न मम्मीले. मेरो पनि छोरीले कुकुर पाल्छु कि कुकुर पाल्छु भन्थ्यो. अनि उसको पनि मम्मीले नदिने. गोर्खा दरबार आइपुगेँ. केही पनि देखेको चाहिँ छैन राम्ररी. यहाँ कुहिरो लगाइरह उता माथिसम्म हो. अझै हिँड्नुपर्ने खासमा. हामी चाहिँ अल्छी गरेर गाडी लिएर आएको यहाँ तलसम्म. अनि यहाँदेखि चाहिँ हिँड्नु आमालाई चाहिँ खुट्टिर पर्यो. किन भन्दा कान्छो कति कुरा. आइज हामी दरबार आइपुग्यौँ. अब कहाँबाट छिर्ने चाहिँ थाहा छैन. खै यहाँबाट छिर्ने हो. हो गोर्खाली मन यता कि खाइसक्यो. आइसक्यो. पृथ्वीनारायण शाहलाई भेट्नु. पृथ्वीनारायण शाहको आत्मालाई भेट्न. आत्मा होइन पृथ्वीनारायण शाहलाई भेट्नु. ऊ यो फोर्ट हो. यहाँबाट फाइट गर्नुभएको होला. हट जे मन लाग्यो त्यही खाने कि हो त. अनि पुरेतरको कुलपूजा अहिले अब यो दरबारको हाकिम साहब यहाँ बस्नुहुन्छ हैन. अनि यहाँ हाकिम पनि हुन्छ यत्रो प्रपर्टी. ठुलो बजेट हुन्छ नि यहाँ त. पहिला त यहाँ त अधिकार कति राजाको
दरबारले बनाउनु सिद्धियो। अनि 42 सालमा यो घरहरू थियो यहाँ। हजुर 42 सालमा राजा वीरेन्द्र आउँदाखेरि यो चाहिँ सबै रुख काटेको नाङ्गो। अनि तल त्यही म्युजियमतिर भएको ठाउँतिरबाट यसो माथि हेरेर वन कार्यालय छैन भन्नुभयो अरे। छैन भनेपछि म वन कार्यालय स्थापना गर्न लाउँछु भनेर वन स्थापना गरेर यो एरिया अहिले जति हामी यो जङ्गलको बाटो सट्ट घुमेर आयौँ नि यो सबै अधिक हामी जुत्ता सुत्ता खोलेर भित्र माताको मन्दिर यो उताको मात्रै दरबार। यसमा चाहिँ 6 महिना तल 6 महिना माथि कैलाशमा त्यसरी लाग्छ। र कुन घरमा चाहिँ कसैको पनि ठुलो घरमा अरू मान्छेलाई जाँदैन। त्यसैले यहाँ पनि कि राजा कि युवराज गाइज म त यहाँ आइसकेँ झ्यालमा। वाउ कस्तो प्रिटी र कुन चाहिँ राजाले बनाएको भने माथि अहिले भएर म्युजियममा थाहा हुन्छ। त्यो बजाइसकेपछि चाहिँ त्यति बेला अहिलेको जस्तो मोबाइल कम्युनिकेसन थिएन। अब यहाँ प्रधानमन्त्री प्रधान सेनापति भने जस्तो सबै चाहिँ यसको आवाज कतिचोटि आयो भने को आउने भन्ने। अनि युद्धमा हिँड्दा गर्दा पनि विजय उत्सव हुँदाखेरि यसो म रिक्वेस्ट गर्थेँ त्यहाँ भन्नुभित्र चाहिँ नरिवल फुटाइछ बाबाले। ठ्याक्कै बिर्सेछु क्या। पूजा तर पानी तल गएर चढाउनु पर्यो कि यहाँ फुटेपछि गइहाल्छ पानी। पृथ्वी नारायण शाहको घरभित्र छिर्दैछु गाइज। जन्मेको ठाउँ पृथ्वी नारायण शाहको घर। यिनीहरू डराएर बसिरहने आगो बाल्नुभएको रहेछ भर्खर। जन्मिनु भएको ठाउँ यहाँभित्र त जान पाइन्न। हराएको क्रिस्टल बेतमालाई घरमा डिल भइरहेको अनि थाहा भएपछि लिएर फोकस जफतै गरिदिँदो रहेछ कस्तो उपाधि के लेख अरे यो शिलालेख शिलालेख शिल्पी गिरी वस्त्रनाथ योगी योगीले योगी नै हो योगीको हो के ऊ त्यहाँ पनि ढुङ्गा गोरख के अरे गोरखपुर गोरखनाथ मन्दिर। कमिला रहेछ नि त्यही भएर घाँटीमा टोक लाग्यो। ले कत्रो चिम्टा रोटी च्याप्ने चिम्टा। शत्रुलाई च्याप्ने चिन्ता हो। कसलाई? शत्रुहरूलाई दुश्मनलाई च्याप्ने चिम्टा। पहिला फाइट गर्दाखेरि यस्तै केले त्रिशुलले भालाले चिम्टाले च्याप्ने हो कि। गाइस बाँदरले अट्याक हाने त्यति झ्यालबाट यसो गर्दो रहेछ। यही हो अरे गाइस। त्यो नहुन पनि सक्छ। त्यही भन्छ लडेको यस्तो लत्रेका जस्तो पनि रहेछ नि रुखहरू कि तल बेस राम्रो नभएर के हो। यो काट्ने बेला भइसक्यो क्या यसको एउटा के हो भने ऊ त्यो रुखको कुरा हुँदैछ बिचरा ढल्केर। कस्तो हो भाइ यहाँ त मलाई त साँच्चीकै म एकदम राजाको पालाको मान्छे जस्तो फिल भयो हिजो। किन खै मन नआउँदाखेरि मलाई पछाडि पसिना यस्तो गरेर बसे जस्तो स्टुपिड हेरेको धन हुने रहेछ। छ्या कति भयो भुतिया एन्ड चुतिया। गाइस न्याय पाउने चौतारो आयो। अब म न्याय लिन जाँदैछु। म त गएँ न्याय लिन। हे प्रभु म न्याय लिन आएँ। मलाई एकदम धेरै न्याय दिनुहोस् प्लिज। मलाई जिन्दगीले धेरै नै धोका दिइसकेको छ। मलाई अब न्याय चाहियो। न्याय दिँदै हुनुहुन्छ।
फर्स्ट पुग्छ त्यसले धेरै नै जे पाए रे हो त पृथ्वीनारायण छ अनि आइदिनुहोस् दिनुहुन्छ पृथ्वीनारायण छ यस्तो गर्नुहुन्छ यस्तो होइन उहाँले न्याय दिइराख्नु भएको छ नि त मलाई ल न्याय माग हो गाइज ए रामशाह हो उहाँ छ्या जे पाइदे गाइस हामी आइपुग्यौँ होइन पसिना पसिना भयो अब फर्किनु भएको यस्तो हुसु छ रमाइलो छ त यस्तो वेदर नि इट्स नाइस गाइज यहाँ रामशाहलाई क्राउन लगाइदिएको ठाउँमा आएको हामी अनि राजा द्रव्य शाहलाई अनि यति हो भने चाहिँ मलाई रिस उठ्यो है अब मैले क्राउन लाउँदैछु लमजुङका राजा यसो ब्रह्म शाहका छोरा राजकुमार द्रव्य शाहबाट सर्वप्रथम लिग विजय गरी आफ्नो विजय अभियान सुरु गरे। राजा द्रव्य हामी कहाँ जाला दरबार गोर्खा म्युजियमभित्र जानु लाग्छ अब यस्तो घाम छ छ्याप्प गइसक्यो कहाँ हिँड्छेको खिच्दै बहिनी के गर्नु होला रिस मात्र उठाउनुहुन्छ गाज यहाँ तोप छ म मलाई तोपले उडाइदिन्छु अब खिच्न पाइँदैन होला म बन्द गर्छु ल नछुनु भनेको हौ क्यानन राम्रो राजाहरू बस्दा दरबार होइन राजा के भवन हो राजा बस्दा दरबार होइन जुन हजुर माथि जानुभयो चाहिँ जस्तो अब गौमुखी कलशहरू त्यो गोहीका आकृति कलशहरू त्यो सबै ओइल ल्याम्पहरू डेकोरेसन गर्नुको लागि मात्रै देखेको थियो होइन यसको यो माथिको चाहिँ ओरिजिनल हो यो चाहिँ रेप्लिका हो हजुर यो माथि चाहिँ त्यो पहिला डिस्प्लेमा थिएन हजुर त्यो डिस्प्लेमा नहुँदाखेरि चाहिँ म्युजियमको एउटा काम भनेको चाहिँ त्यसको अर्को रेप्लिका बनायो भने पनि हिजोलाई देखाउनु हो त्यो मध्येमा हामीले काम गरेको त्यो डिस्प्लेमा नहुँदा त्यो अहिले त डिस्प्लेमा राखियो 1-2 वर्ष भयो त्यसपछि त्यो ओरिजिनल त्यो सेम यही छ म्युजियम घुमेर नि आइसक्यौँ होइन मोमो हिँडेर अब हामी काठमाडौँतिर जान्छौँ काठमाडौँमा खतरा आन्दोलन भइरहेको रहेछ I am so के भन्ने त्यसलाई आउँछ I am kind of feeling sad किनभने म त्यसको पार्ट हुन सकिनँ होइन अन्त म अनि कस्तो गरेर म त माम्पाका पार्लियामेन्टमा छिरेर सब सिसा फुटाइदिन्छु ल गाइज हामी अब हाम्रो यात्रा सक्यो होइन अब हामी मुखिम पुग्न लागिसक्यौँ हामी घर जाँदैछौँ अब चाहिँ गाडी हल्लिरहेको त कस्तो नहल्लाइ गर हो र के हुन्छ र एडजस्ट गरिहाल्नुहुन्छ नि सबैजनाले हल्लिहाल्छ नि अहिले त यस मेरो भ्युअरहरू एकदम इजी गोइङ हुनुहुन्छ यस्तो यो मलाई देखे पुग्छ अरे ल अब हामी